ल साथीहरू गुड मर्निङ साथीहरू। आजको विशेष यो अहिले गुड मर्निङको समयमा देखिएको यो एउटा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय तनहुँ दमौलीको चिल्ड्रेन पार्कमा देखिएको यो दृश्य हो। यो अत्यन्तै मेहनत लिएर अत्यन्तै परिश्रम अत्यन्तै लगनले यो यस्तो फोहरा बनेको छ। यो फोहरा अहिले दिउँसोको समयमा भन्दा पनि बेलुकाको समयमा अत्यन्तै सुन्दर देखिन्छ। अहिले बिहानको समयमा देखिएको यो एउटा दृश्य हो साथीहरू। यो अत्यन्तै खुसी र एकदम लामो मेहनत र परिश्रमले यो एउटा फोहरा फाउन्टेन बनेको छ। सबैको आशीर्वाद र सबैको सङ्कल्पद्वारा र हजुरहरूले पनि यो फोहरा हेरेर रमाइलो महसुस गर्नुहुनेछ साथीहरू। ल यो भिडियो हेरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। गुड मर्निङ, नमस्ते।